बागमती प्रदेश सरकार की उद्योग वाणिज्य भूमि तथा सामान्य प्रशासन मन्त्री बिन्दु श्रेष्ठले उद्योग पर्यटन तथा युवा उद्यमी विकास नगरी मुलुकको समृद्धि सम्भव नहुने स्पष्ट पार्नु भएको छ। मन्थली नगरपालिकामा आयोजित छलफल कार्यक्रममा मन्तव्य राख्दै मन्त्री श्रेष्ठले प्रदेश सरकार र स्थानीय तहबीच आवश्यक सहकार्य हुन नसक्दा गर्न सकिने धेरै काम प्रभावकारी रूपमा अगाडि बढ्न नसकेको बताउनुभयो। सहकार्यको अभावले मन्त्रालयबाट सञ्चालन हुने कतिपय कार्यक्रम अपेक्षित परिणाम दिन नसक्ने खालका भएको उहाँले बताउनुभयो। मन्त्री श्रेष्ठले बजारको माग र आवश्यकताको आधारमा कार्यक्रम छनौट हुनुपर्नेमा जोड दिनुभयो। व्यक्तिगत सोच वा योजनाका आधारमा कार्यक्रम ल्याउँदा त्यसको प्रभावकारिता कमजोर हुने अवस्था रहेको उहाँले उल्लेख गर्नुभयो। सीमान्तकृत समुदायलाई उद्यमसँग जोड्ने उद्देश्यले मन्त्रालयले केही महत्त्वकांक्षी कार्यक्रमहरू अघि सारेको जानकारी दिँदै श्रेष्ठले ती कार्यक्रम सफल बनाउन पनि स्थानीय तह लगायत सरकारवाला सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो। प्रदेश सरकार र स्थानीय तह र उद्यमी बीचको सहकार्यमा सञ्चालन हुने कार्यक्रमहरू दीर्घकालीन रूपमा प्रभावकारी हुन सक्ने उहाँको धारणा छ। चाहिँ एउटा सामूहिक उद्यम सञ्चालन गर्ने कुरा गर्नुभयो। मलाई लाग्छ आजको जुन यो छलफलले अब त हाम्रो केही महिनापछि त अर्को वर्षको लागि बजेटको तयारी पनि गर्नुपर्छ। त्यस कारणले गर्दा मलाई चाहिँ म एकदमै विशेष अनुरोध गर्छु, हाम्रो रामेछापको मान्यज्यू, हाम्रो आनन्द मान्यज्यू हुनुहुन्छ, प्रमुखजी हुनुहुन्छ, अब हाम्रो प्रदेश मतलब चाहिँ यो उद्योग कार्यालयसँग पनि सरसल्लाह, किनभने अहिलेको सिस्टममा त त्यही छ त, सबै योजना प्रदेश कार्यालय अन्तर्गतै जाने व्यवस्था छ। ठिक छ, भोलि पर्सि छलफल गरेर प्रमुखज्यूले भन्नुभयो जस्तै के उद्योग कार्यालय मार्फत होला, कुनै चाहिँ हाम्रो स्थानीय पालिकासँग पनि त सहकार्य गरेर जान सकिन्छ। उहाँले कति राम्रो कुरा भन्नु, 50-50%मा उद्योगको 50, हाम्रो चाहिँ स्थानीय तहबाट पनि 50 राख्ने भएपछि त यो त राम्रो कार्यक्रम हो नि। यस्तो कार्यक्रमलाई पनि हामीले उद्योगमा चाहिँ लिएर जान सकिन्छ। त्यस कारणले गर्दा मेरो यो पल्टको हजुरहरूलाई एकदमै अनुरोध, गत वर्षमा आएको कार्यक्रम भन्दा पनि यो वर्षको बजेट तथा योजनामा चाहिँ समग्र रामेछाप जिल्लाका उद्यमीहरूलाई सस्टेन हुने खालका, उनीहरूले चाहिँ गरेको कामलाई चाहिँ यो उद्योग मन्त्रालयबाट तालिम लिएर यो उद्योग चाहिँ यहाँसम्म पुग्यो भन्ने हिसाबबाट चाहिँ बरु हरेक वर्ष उहाँले चाहिँ एडभान्सको होला, क्षमता अपडेट होला, एक ठाउँबाट अर्को चाहिँ उहाँले गरिराखेको कार्यक्रमलाई अर्को ठाउँमा चाहिँ एउटा एक्सपोजर भिजिट गरेर पनि त धेरै सिक्न सकिन्छ, उद्योगलाई अगाडि लान सकिन्छ होइन। यस्तो कार्यक्रममा चाहिँ लान सक्यो भने राम्रो हुन्छ जस्तो लाग्छ है। छलफल कार्यक्रममा बागमती प्रदेश सभा उद्योग पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठले मन्त्रालय मार्फत केही तालिम र अनुदानका कार्यक्रम सञ्चालन भए पनि ती पर्याप्त नभएको बताउनुभयो। अन्य जिल्लाको तुलनामा रामेछापमा केही काम भएका भए पनि त्यसले मात्र आवश्यकता पूरा गर्न नसकेको उहाँले स्पष्ट पार्नुभयो। पटक पनि मन्थली नगरपालिका लक्षित तिनैसँग सम्बन्धित एडभान्स तालिमहरू चाहिँ छ, तर कृषिसँग सम्बन्धित तालिमहरू चाहिँ हामीले अलिकति गराउन सकेका छैनौँ। त्यसको बजेटको व्यवस्थापन भनौँ न, योजना एक त बजेट कम, अर्को योजना चाहिँ तानातान भन्ने हिसाबले पनि भयो। अर्को चाहिँ अब अहिले भनेको हाम्रो मन्त्रालयबाट माझी र आयु समुदायलाई सिपमूलक तालिम एउटा त्यो महत्त्वपूर्ण कार्यक्रम छ। अर्को हामीले चाहिँ यो उद्योगसँग सम्बन्धित अरू जस्तो कार्यालयलाई नमुना कार्यालय बनाउने होइन, एउटै सेन्टरबाटै सेवाग्राही चाहिँ धेरै अरू शाखा जान नपर्ने गरी नमुना कार्यालय स्थापना गर्ने भनेर त्यसको पनि प्रयास रकम, त्यो चाहिँ अलिकति भनौँ न अब उपलब्धिमूलकै छ, अरू जिल्लामा हेरिकन अलिकति कार्यक्रम प्रयास छ। मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले कम्तीमा एउटा भए पनि देखिने र उदाहरणीय उद्यम सञ्चालन गर्न सके विकासको अनुभूति हुने बताउनुभयो। नगर क्षेत्रमा केही कृषि उद्यमीहरू देखिन थालेका भए पनि उनीहरूको उत्पादनलाई व्यवस्थित रूपमा उद्यमसँग जोड्न नसकेको उहाँले बताउनुभयो। यस्ता उद्यममा मन्थली नगरपालिका स्थानीय तहले प्रदेश सरकार र उद्यमीसँग मिलेर 50% लगानी गर्न तयार रहेको उहाँले बताउनुभयो। भित्र एउटा चाहिँ उद्यम हामीले सञ्चालन गर्न पाइयो भने देखाउन पनि सकिन्छ भन्ने अलिकति परिकल्पना गरेको त्यो अनुसार भयो। गत साल क्षेत्रको एउटा उद्यम चाहिँ सञ्चालन गर्ने भन्दाखेरि हामीले कम्पोस्ट मल चाहिँ उत्पादन गर्ने कि भनेर प्रस्ताव पनि हाल्यौँ, तर यो आसपास कहीँ परेन, रामेछाप पनि परेन, यो लेखातिर यो हाम्रोतिर पनि देखिएन। अब तपाईँहरू हुनुहुँदा कमसेकम एउटा मात्र उद्यम चाहिँ सुरु बरु 12-15-20 जना भए पनि उद्यम गर्ने हुनुहुन्छ। अस्ति मात्र हामीले कृषि तथा उद्यम मेला गरायौँ,
54 जना जति कृषकहरूले चाहिँ ल्याउनु त कसैले उत्पादन गरेको बिक्री गर्ने ठाउँै छैन। जस्तै बाँसको उत्पादन गर्नुभयो, अब प्लास्टिकभन्दा डबल महँगो देखेपछि मान्छेले लानु भएन, तर पनि केही बिक्री त गर्नुभयो। तरकारीहरू पनि अब व्यवसाय रूपमै फर्म दर्ता गरेर व्यवसाय गरेको पनि बजारीकरणमा सकिएन। बेमौसमी हुँदा नपाउने, मौसमी सबैले उत्पादन गर्दा त्यो खालको समस्या भयो। त्यसकारण हामीले युवा परिषदसँग समन्वय गरेर झन्डै 170-75 जनालाई उद्यम सम्बन्धी साथ दिने तालिम पनि गरायौँ, तर सबैलाई व्यवसायमा लगाउन सकिएन। उहाँहरूको आश के हो भने सरकारले दियो भने हामी सञ्चालन गर्ने, सबै एकै खाले हुनु पनि हुन्न। अलिअलि भएका मान्छेले 20-30 जनाले चाहिँ गर्नुभयो। यो कुरालाई अलिकति तपाईँहरूले जोड दिनुभयो भने हामीलाई पनि, बरु हामी 50-50 लगानीमै गर्छौँ, केही छैन। कार्यक्रममा नेपाल उद्योग व्यवसाय महासंघ रामेछापका अध्यक्ष सुरेश उदासले रामेछापमा ठूला मालवाहक सवारी साधन सिन्धुली हुँदै सहज रूपमा प्रवेश गर्न नपाउँदा उद्यम व्यवसाय सञ्चालनमा समस्या भएको गुनासो गर्नुभयो। ठूला मालवाहक गाडी सिधै रामेछापसम्म नआउँदा ढुवानी खर्च बढ्ने र त्यसको असर उत्पादन तथा उपभोग्य वस्तुको मूल्यमा पर्ने गरेको उहाँले बताउनुभयो। त्यसका लागि सहज यातायात व्यवस्था मिलाइदिन उहाँले मन्त्री समक्ष आग्रह गर्नुभयो। सरकारले बनाएको थियो, नयाँ सरकारले चाहिँ के गर्न सक्छ कि यो यहाँको व्यवसायलाई चाहिँ ठुलो सामान ल्याउनलाई चाहिँ अलिकति समस्या भइरहेछ। त्यसले गर्दाखेरि जिल्लामा चाहिँ रेटहरू चाहिँ अलिकति महँगी हुन्छ। त्यही भएर यो 16 चक्केवाला ल्याउन के गर्न सकिन्छ त्यो हजुरले आफ्नो मन्त्रालय अन्तर्गत गरिदिनु होला। मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकारको सहयोगमा सञ्चालनमा रहेका विभिन्न उद्यमहरूको स्थलगत अनुगमन गर्दै आवश्यक सुझाव समेत दिनुभएको थियो।